गोदावरी जानलाई जाम। बाटोमा आइपुग्न लागेको थियो होइन। अनि फेरि त्यहाँ फर्किने मान्छेहरूले कस्तो मनै खिन्न बनाइदियो के। तपाईँहरू अब फर्के पनि हुन्छ, माथि त बाटो खत्तम छ, पानी परिसक्यो फर्किनु भनेर। तर पनि मनले मानेन यार, आउन त आयो, कहाँबाट फर्किने हो त आएन। गाह्रो छ। यसपालिको न्यु इयर कस्तो भयो कस्तो भयो। मेरो चस्मा पनि फुट्यो होइन त, के भन्न चाहनुहुन्छ? हेलो साथीहरू, हामी चाहिँ बल्ल बल्ल आइपुग्यो। आमा बाटो यस्तो खत्तम छ नि। फाइनल्ली आइपुग्यो। यति हेर्नको लागि आइरहेको फुलचौकी डाँडामा आएर के भन्नुहुन्छ तपाईँ? फुलचौकी महादेव मन्दिर के हो यहाँ? हामी चाहिँ हाम्रो डेस्टिनेसनमा पुगेर पनि फर्किसक्यौँ। आमामा यस्तो जाडो छ नि। पानी पर्यो। मेरो कपाल भूतको जस्तै भइसकेको छ। हामी चाहिँ अहिले यहाँ मार्बल डाँडामा छौँ। मार्बल डाँडा ज्यानै सिरिङ्ग भइरहेको नि एउटा तल हिमाल पनि देखिँदो रहेछ। चढ बुढी चढ, सगरमाथा यो। साथीहरू, मार्बल डाँडा घुमेर पनि हामी अब लाग्दैछौँ आफ्नो गन्तव्य, आफ्नो महल, आफ्नो घर, 10,000 को घरतिर। 10,000 को घरतिर। कस्तो लाग्यो त अनि तपाईँलाई आजको न्यु इयर? आजको न्यु इयर एकदम राम्रो भयो। सधैँ जाममा परिने भयो, अब 3 घन्टा जाममा पर्यो।
घुम्न आउँदा तर फुलचौकी डाँडा चाहिँ राम्रो लाग्यो मलाई तर बाटोको व्यवस्था अलि राम्रो भएन साथीहरू बाटो बनाउनु पर्यो मेरो नयाँ जुत्ता नत्र हिजो न्यु इयरको रात